यो भिडियोमा साथीहरु तपाईलाई म यस्तो प्रकारको टुल्स एप्लिकेसन बताउन गएको छु जो टोटली फ्री रहेको छ 100% र तपाईले विभिन्न प्रकारको टुलहरु युज गर्न सक्नुहुन्छ। इभन त्यसमा चाहिँ नेपाली क्यालेन्डर पनि इन्क्लुड रहेको छ। र तपाई त्यसको लागि के गर्नु होला भने प्ले स्टोरमा जानु होला है। प्ले स्टोरमा गइसकेपछि तपाईले यहाँ सर्च बक्समा देख्न सक्नुहुन्छ। यहाँ तपाईले के टाइप गर्नु होला भने ONIC है, औनिक अनि अज्ञात, औनिक अज्ञात सर्च गर्नु होला है। यहाँ चाहिँ देख्न सक्नुहुन्छ। त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ यो है, यो एप देख्न सक्नुहुन्छ। लोगो मजाले हेर्नुस् र यो लोक सेवा ज्ञान जीके औनिक अज्ञात भनेर एप्लिकेसन हेर्न सक्नुहुन्छ। तपाईले यसलाई आफ्नो मोबाइलमा इन्स्टल गर्नु होला र ओपन गर्नु होला है। हेर्न सक्नुहुन्छ यो ओपन भइरहेको छ बिस्तारै, एकदमै लाइट वेट एप्लिकेसन रहेको छ र यसको होम पेज यसरी तपाईले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यसमा सबभन्दा राम्रो कुरा के रहेको छ भने तपाईले क्यालेन्डर आजको डेटको यहाँ देखाइरहेछ विक्रमसम्म 2081 चैत्र 25 गते सोमबार। यस क्यालेन्डरमा टच गर्नु होला र तपाईले यहाँ देख्न सक्नुहुन्छ क्यालेन्डर हेर्न सक्नुहुन्छ। तपाईले अरु महिनाको सालको पनि क्यालेन्डर यहाँबाट चेन्ज गर्न सक्नुहुन्छ, यहाँबाट पनि गर्न सक्नुहुन्छ र तल तपाईले विभिन्न फेस्टिभलहरु देख्न सक्नुहुन्छ र इभेन्टहरु देख्न सक्नुहुन्छ। एकदमै गजबको रहेको छ। म ब्याक गर्छु र अब म धेरै कुरा आउँछ है। तपाईले यहाँ चाहिँ हेर्नु होला। तपाईले एफएम रेडियो सुन्दै तपाईले काम गर्न सक्नुहुन्छ। यो लोक सेवा ज्ञान रहेछ, जनरल नलेज रहेछ, एजुकेशनल रहेछ, नेपाली पात्रो देख्न सक्नुहुन्छ। एनी टाइम्स टुल्स यहाँ रहेको छ। एनी टाइम्स टुल्समा तपाईले योहरु देख्न सक्नुहुन्छ है। यहाँबाट पनि टुल्समा जान सक्नुहुन्छ। टुल्समा टच गर्दाखेरि तपाईले यहाँ देख्न सक्नुहुन्छ टुल्स भन्ने पेजमा आउन सक्नुहुन्छ। यहाँ विभिन्न प्रकारको टुल रहेको छ, तपाईले युज गर्नु होला है। म तपाईलाई के देखाउन गइरहेको छु यहाँ सबभन्दा राम्रो। सबभन्दा पहिले यहाँ YT टाइटल जेनेरेटर युट्युब मा काम गर्दै हुनुहुन्छ भने युट्युब को टाइटल जेनेरेट गर्न सक्नुहुन्छ यहाँबाट। जस्तै फर एक्जाम्पल यहाँ इनपुट यो डिटेल तपाईले एउटा कुनै टाइटल राख्नुस्, जस्तै कि अनलाइन हैन। मैले के लेखिदिए भने यहाँ चाहिँ अनलाइन अर्निङ, अनलाइन अर्निङ भनेको मैले टाइटल दिए। अब दोस्रोमा रहेको छ तपाईको इच्छा हो राख्नुस् नराख्नुस् हैन। अब तेस्रोमा भिडियो टाइटल कतिवटा यहाँ चाहिँ नम्बर अफ टाइटल कतिवटा चाहिन्छ 10 वटा या 20 वटा हैन। तपाईले 20 वटै पनि गर्न सक्नुहुन्छ। यहाँ मैले 10 वटै बाइ डिफल्ट नै राख्छु र यहाँ जेनेरेट टाइटल गरिदिन्छु। जेनेरेट टाइटल गरिसकेपछि देख्न सक्नुहुन्छ अनलाइन अर्निङ टाइटलमा तपाईले यो टाइटल पनि राख्न सक्नुहुन्छ है। 59 क्यारेक्टर्सको रहेको छ, यहाँ कपी गर्न सक्नुहुन्छ। दोस्रो देख्न सक्नुहुन्छ यस्तो पनि छ स्याम्पल है। अनलाइन अर्निङ सम्बन्धी यो राख्न सक्नुहुन्छ। तपाईले जुन टाइटल मन पर्छ त्यो टाइटललाई तपाईले कपी गर्नु होला यहाँबाट है। यहाँबाट तपाईले कपी गरेर राख्न सक्नुहुन्छ। एकदमै मजाको रहेछ। म ब्याक गर्छु। त्यस्तै गर्न इमेज कम्प्रेसर हैन। तपाईको इमेज धेरै साइजको छ भने तपाईलाई कम्प्रेस गरेर सानो बनाउन सक्नुहुन्छ। यो एप्लिकेसन पनि यस्तो रहेको छ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यो एप्लिकेसनको माध्यमबाट तपाईले आफ्नो फोटोलाई कम्प्रेस गर्न सक्नुहुन्छ है। यहाँ चाहिँ चुज फोटो गर्नु होला है। अब म देखाउन गएको छु यो इमेज ब्याकग्राउन्ड रिमुभर, यसलाई टच गर्नुस्। एकदम लाइट वेट रहेको छ र धेरै नै मजा आउँछ। यहाँ अब तपाईले आफ्नो फोटो चुज गर्नुस् हैन। देख्न सक्नुहुन्छ यहाँ यो बिरालो रहेको छ। म यसको ब्याकग्राउन्ड हटाउन गएको छु, यसलाई छान्छु। यहाँ देख्न सक्नुहुन्छ यहाँ आइरहेको छ र यहाँ देख्न सक्नुहुन्छ यहाँ के भइरहेको छ, प्रोसेसिङ भइरहेको छ। हेर्नुस् है कस्तो मजाले यहाँ चाहिँ ब्याकग्राउन्ड हटाइदियो। यसलाई डाउनलोड गर्नुस्। डाउनलोड रिजल्टमा टच गरेर डाउनलोड भएको देख्न सक्नुहुन्छ। अब म यहाँ देखाउँछु तपाईलाई। यहाँ हेर्नुस् है, म ग्यालेरीमा जान्छु। ग्यालेरीमा गइसकेपछि यहाँ आइसकेको छ, यसलाई म टच गर्छु। देख्न सक्नुहुन्छ यो बिरालोको ब्याकग्राउन्ड कति राम्रोसँग हटाइसकेको छ साथीहरु। छैन त गजबको। देख्न सक्नुहुन्छ है। अब म ब्याक गर्छु। ब्याक गरिसकेपछि तपाईले देख्न सक्नुहुन्छ यहाँ अर्को रहेछ इमेज कन्भर्टर। तपाईले इमेजलाई पनि कन्भर्ट गर्न सक्नुहुन्छ। तपाईले कुनै पनि इमेजलाई जेपीजी मा छ भने तपाईले पीएनजी मा गर्न सक्नुहुन्छ, पीएनजी मा छ भने जेपीजी मा गर्न सक्नुहुन्छ। यहाँ इमेज छान्नु होला, कन्भर्ट गर्नु होला है। त्यसपछि यहाँ रहेको छ क्यूआर कोड जेनेरेटर हैन। यसमा टच गर्नुस्। तपाईले कुनै पनि वेबसाइटको कुनै पनि लिंकको तपाईले मोबाइल नम्बरको तपाईले यहाँ चाहिँ ब्याङ्क अकाउन्टको पनि यहाँ क्यूआर कोड बनाउन सक्नुहुन्छ। एकदमै राम्रो रहेको छ, तपाईले प्रयोग गरेर हेर्नु होला है। इमेज एउटा के देखाउन गएको छु धेरै राम्रो रहेको छ। यो चाहिँ इमेज टु पीडीएफ। तपाईसँग इमेज छ भने त्यो इमेजलाई पीडीएफ पनि बनाउन सक्नुहुन्छ है। किनभने कुनै कुनै बेलामा हामीले गर्नुपर्ने हुन्छ। यहाँ साइज पनि छ, कुन राख्ने A4 साइजमा हो कि यहाँ हेर्नुस् है A4 साइजमा राख्ने कि लेटर साइजमा राख्ने कि कुन साइजमा त्यो सिलेक्ट गर्न सक्नुहुन्छ। यहाँ चाहिँ तपाईको पोर्ट्रेटमा राख्ने कि ल्यान्डस्केपमा त्यो पनि दिएको छ र यहाँ चाहिँ अर्को पनि दिएको छ यो फिट केमा राख्नुहुन्छ हैन। सबभन्दा पहिले तपाईले यहाँ फोटो छान्नु होला, सिलेक्ट इमेज। अब मानौ म पीडीएफ मा एउटा यो राख्दिन्छु र त्यस्तै गर्न एउटा मानौ न यो राख्दिन्छु पीडीएफ।
दुईटा इमेजको पीडीएफ बनाउँछु म सिंगलको पनि बनाउन सक्नुहुन्छ डन गरिदिन्छु तपाईले चाहनुहुन्छ नि यहाँबाट पनि चेन्ज गर्न सक्नुहुन्छ यसलाई पहिले राख्न सक्नुहुन्छ है यसरी पनि यसलाई पहिले राख्न सक्नुहुन्छ अथवा तपाईले यहाँबाट क्रस गरेर हटाउन पनि सक्नुहुन्छ सिंगल तपाईले इमेजको पीडीएफ बनाउन सक्नुहुन्छ तपाईले दुई तीनवटा बनाउन चाहनुहुन्छ भने यसरी सिलेक्ट गर्नुस् यसरी यसरी पनि तपाईले बनाउन सक्नुहुन्छ हेर्नुस् कस्तो मजाको रहेछ यहाँ चेन्ज पनि गर्न सक्नुहुन्छ हैन यहाँ चेन्ज पनि गर्न सक्नुहुन्छ कुन पहिले कुन पछि हैन अब यो अप्सनहरु तपाईले मिलाउनु होला म A4 साइजमा देखाउन गएको छु र त्यसपछि तपाईले यहाँ जेनेरेट गर्दिनुस् है अब यहाँ पीडीएफ जेनेरेटेड सक्सेसफुली भनेको छ हैन जेनेरेट भइसकेको छ अब यो कहाँ भेट्छ त तपाई आफ्नो मोबाइलको यहाँ ग्यालरीमा जानु होला म फाइल म्यानेजरमा जान्छु फाइल म्यानेजरमा गइसकेपछि अब यहाँ देख्न सक्नुहुन्छ कन्भर्टेड इमेज यसमा टच गर्नु साथीहरु पीडीएफ फाइल हो म ओपन गर्छु पीडीएफ फाइल ओपन भइसकेको छ हेर्नुस् है पहिलो पेज कस्तो मजाको रहेछ पहिलो पेज त्यसपछि दोस्रो पेज है त्यसपछि तेस्रो पेज त्यसपछि चौथो पेज त्यसपछि पाँचौं पेज कुनै पनि इमेजलाई तपाईले पीडीएफ मा परिवर्तन गर्न सक्नुहुन्छ कन्भर्ट गर्न सक्नुहुन्छ यसले धेरै नै मजाको रहेको छ है म ब्याक गर्छु अब ब्याक गरिसकेपछि अर्को पनि रहेको छ यो इमेज रिसाइजर इमेजलाई रिसाइज गर्न सक्नुहुन्छ इमेज क्रोपर कुनै पनि इमेजको कुनै पनि पार्ट तपाईले क्रोप गर्न सक्नुहुन्छ धेरै प्रकारको टुलहरु रहेको छ तपाईले हेर्नु होला प्रयोग गर्नु होला है र कुनै पनि प्रब्लमहरु छ भने तपाईले कमेन्टमा लेख्नु होला साथीहरु है र यो एप्लिकेसनमा अझ पनि धेरै कुराहरु छ तपाईले पक्कै पनि हेर्नु होला है प्रयोग गर्नु होला है र तपाईलाई कस्तो लाग्यो कमेन्टमा लेख्नु होला त्यस्तै गर्न यहाँ तपाईले देख्न सक्नुहुन्छ तीनवटा धर्सामा टच गर्नुस् यहाँबाट धेरै कुराहरु हेर्न सक्नुहुन्छ तलतिर तपाईले विभिन्न प्रकारको यहाँ चाहिँ ट्याब हेर्न सक्नुहुन्छ होम रहेको छ जस्तै यसमा टच गर्छु रेडियोमा टच गरेपछि विभिन्न प्रकारको रेडियो एफएमहरु छ तपाईले मजाले सुन्न सक्नुहुन्छ है सुन्दै काम गर्दै अगाडि बढ्न सक्नुहुन्छ त्यस्तै यहाँ रहेको छ टुल्स त्यसपछि मेनुमा गएर पनि तपाईले विभिन्न कुराहरु यहाँ हेर्न सक्नुहुन्छ है धेरै प्रकारको फंक्सनहरु रहेको छ हेर्नु होला त्यसमा धेरै कुराहरु छ तपाईले युज गर्नु होला यहाँ गो फर पपुलरमा पनि मैले यहाँ राखिदिएको छु बाहिरपट्टि यहाँ पनि तपाईले धेरै कामहरु गर्न सक्नुहुन्छ हैन यहाँ चाहिँ ट्रेडिसनल मेजरमेन्टहरु रहेको छ ल्यान्डको बारेमा जस्तै यसमा टच गर्नुहुन्छ भने ल्यान्डको बारेमा धेरै इन्फर्मेसनहरु यहाँ पाउन सक्नुहुन्छ है एकदमै ट्रेडिसनल हो यो हेर्न सक्नुहुन्छ र अर्को कुरा यहाँ रहेको छ वेटको बारेमा हेर्नुस् है धेरै धेरै जानकारी प्राप्त गर्न सक्नुहुन्छ त्यसैगरी क्वान्टिटीको बारेमा हैन यहाँ माना पाथी देख्न सक्नुहुन्छ यो मुरी है सबैको बारेमा दिएको छु युनिट तपाईले कन्भर्ट गर्न सक्नुहुन्छ यहाँ युनिट कन्भर्टरमा हैन त्यस्तै यहाँ इम्पोर्टेन्ट कोड्समा मैले स्विफ्ट कोडहरु रहेको छ ब्याङ्कको सबै ब्याङ्कको स्विफ्ट कोडहरु मैले दिएको छु यहाँ है पक्कै पनि तपाईले फाइन्ड आउट गर्न सक्नुहुन्छ धेरै राम्रो छ लिस्ट अफ ब्याङ्क कुन ब्याङ्क छ नेपालमा त्यो सबै ब्याङ्कहरुको यहाँ लिस्ट मैले बनाएर दिएको छु त्यसैगरी यहाँ पोस्टल कोडहरु यही रहेको छ यहाँ तपाईले कुन पोस्टल कोड खोज्दै हुनुहुन्छ यहाँबाट खोज्न सक्नुहुन्छ डिस्ट्रिक्ट कोड राख्न सक्नुहुन्छ कन्ट्री कोड यही रहेको छ तपाईले कन्ट्री कोडहरु यहीबाट छान्न सक्नुहुन्छ है हेर्न सक्नुहुन्छ एनटीसी कोडहरु रहेको छ है हेर्न सक्नु एनटीसी कोडहरु काम लाग्ने कोडहरु है त्यसैगरी एनसेलका कोडहरु यही छ काम लाग्ने कुराहरु त्यसैगरी तपाईको एन्ड्रोइड कोड्स पनि छ एन्ड्रोइड मोबाइलको कोडहरु पनि यहाँ दिएको छ है धेरै नै मजाको रहेको छ है साथीहरु त्यस्तै यहाँ रहेको छ ब्रेन स्टोरमा गाउँ खाने कथा यहाँ दिएको छु गाउँ खाने कथामा यसरी तपाईले देख्न सक्नुहुन्छ नेक्स्ट क्वेशन है सो एन्सरमा जानुहुन्छ भने सो एन्सर त्यस्तै नेक्स्ट गर्नुस् सो एन्सर यसरी हेर्नुस् है नेक्स्ट क्वेशन गर्नु सो एन्सर एकदम मजाको रहेको छ है तपाईले हेर्नु होला त्यस्तै लोकसेवा क्विज यहाँ रहेको छ तपाईले खेल्नु होला लोकसेवा क्विज धेरै रहेको छ है ओके र त्यसपछि यहाँ चाहिँ यस नो क्विज पनि रहेको छ यस नो क्विज है यो चाहिँ देख्न सक्नुहुन्छ यस और नो भनेर दिएको छ यसमा माछा उड्छ यस कि नो है नो भनेपछि ट्रु हो नि त करेक्ट रहेको छ त्यसपछि नेक्स्टमा जानु अर्को छ नेपालको राजधानी काठमाडौँ हो अब नो गरौ त इनकरेक्ट आउँछ इनकरेक्ट द करेक्ट आन्सर इज यस यस भने करेक्ट आन्सर हो नि त हैन नेक्स्टमा जानुस् सूर्य चिसो हुन्छ नो है करेक्ट यसरी तपाईले खेल्न सक्नुहुन्छ अझ पनि छ र त्यसैमा यो फेरि फेन्सी टेक्स्ट रहेको छ त्यसपछि अर्को साइन्सको पनि रहेको छ ब्रान्चेस अफ साइन्स साइन्टिफिक मेजरमेन्ट्स हैन अबाउट नेपालको बारेमा के दिएको छ यहाँ हेर्न सक्नुहुन्छ अबाउट नेपाल है काठमाडौँ
फ्याक्टको बारेमा, कल्चर इन नेपाल, हिस्टोरी अफ नेपाल दिएको छ। हेर्नु होला, धेरै नै काम लाग्ने कुराहरू छ, पक्कै पनि हेर्नु होला साथीहरू। तपाईहरुको लागि विशेष गरी टुल्स एकदम नै महत्त्वपूर्ण रहेको छ। यो भिडियो कस्तो लाग्यो पक्कै पनि कमेन्ट गर्नु होला, भिडियोलाई लाइक शेयर गर्नु होला र च्यानललाई सब्स्क्राइब गर्नु होला यदि सब्स्क्राइब गर्नु भएको छैन भने। साथीहरू तपाईहरु पक्कै पनि आफ्नो रेस्पोन्स देखाउनु होला कमेन्टमा भिडियो कस्तो लाग्यो भनेर। फेरि पनि अर्को भिडियो लिएर उपस्थित हुने बाचा गर्दै आजको यो भिडियोबाट म बिदा लिन चाहन्छु। थ्यांक यू सो मच।